हेलो नमस्ते सेवारो सबैजनालाई र अहिले भने यहाँ अलैँची सुक्कै पो हुँदैछ है सेरेमना। यहाँ मुनि अब आगो फुक्नुको लागि चाहिँ भाइले माटो तान्दैछ हो। अनि यहाँ माथि चाहिँ दाजुले लगभग अलैँची मिलाइसकेको छ। यता भने दाउरा छ हो सुकाउनुको लागि हो। यो सिटाहरू है आगो बाल्नु यहाँ हल्का भाइले आगो बाल्नुको लागि मिलाउँदैछ है बुदाम भाइले। अब भने आगो बाल्नुको लागि लगभग रेडी हुँदैछ। बनाउँदैछ है यहाँ देख्न सक्नुहुन्छ भाटी चाहिँ हामीले यहाँ ठुलो बडाको चाहिँ सेरेमना चाहिँ तपाईको कति भन्दा 5 बडा चाहिँ हालेको चाहिँ ठुलो बडाको मर्ने बडा। त्यस्तो ठुलो भट्टी चाहिँ छैन। त्यस्तै अब यहाँ त्यही 60-70 केजी चाहिँ निस्किन्छ ल। हेर्नुहोस् है यो चाहिँ ठुलो दाना सेरेमना हो बर्लाङ होइन। ठुलो दाना छ यो चाहिँ हो। सुकाउँदाखेरि पनि ठुलै हुन्छ सक्नुहुन्छ। ठुलो दाना सेरेमना हो। यहाँ चाहिँ मनोज भाइले चाहिँ आगो फुकाइ सुरु भयो है। ल है आगो बालै भयो। अब चाहिँ भाटीमा आगो चाहिँ बुदाङ भाइले मिलाउँदैछ हो। अब यहाँ म भाटीको वरिपरिको एकैछिन के छ देखाउँछु है ल। यता भने कान्छिन जङ्गलमा हुन्छ दाजुले चाहिँ यतै लिएरै रोपेको छ नि त उत्तिसको रूपमा ड्याममै रोपिरहेको छ। अब यहाँ दाजुको खसीहरू यो यसपालि दसैँमा चाहिँ किन्ने आइन रहेछ हो। अलिक ठुलै बनाएर बेच्ने रहेछ दाजुले भन्दै थियो। त्यसले गर्दाखेरि एकदमै खसीहरू चाहिँ दडो छ लो। मासु खानेहरूले चाहिँ हाम्रो दाजुको घरमा भिजिट गर्दा हुन्छ है। खसीहरू चाहिँ ठुल्ठुलै छ है। यहाँ पनि छ हो। यो खसीहरू रेडी छ है 4-5 वटा छ। अस्ति निकै थियो ठुल्ठुलै बेच्यो। अब आगोको लागि चाहिँ यहाँ सयपत्री फुल यो चाहिँ कुकुर फुल रहेछ हो। सयपत्री फुल देख्न सक्नुहुन्छ। यहाँ चाहिँ तितेबी अब काँचोमै खायो भने चाहिँ मतलब अलिक हरियोमै सब्जी खायो भने तितो हुन्थ्यो। अब यो पाकिसक्यो गुलियो हुन्छ। अब यस्तो पाकेको त खायो भने गुलियो हुन्छ। यहाँ चाहिँ सिस्नु फुल चाहिँ भाङ्रे सिस्नुको फुल हो। लगभग अब अलतिर झर्दैछ है। लेकतिर त सकिसक्यो हो सबै सक्यो। अलतिर झर्दैछ है सिस्नुको फुल भाङ्रे सिस्नुको फुल यो चाहिँ। भाइको आगो फुक्ने टेक्निक चाहिँ कडा। अलैँची चाहिँ भन्नु मात्रै अलैँची दुःख त्यस्तो दुःख हुन्छ कि हेर्नु त अहिले यहाँ हामी दुईजना यहाँ आँखा पोलेर यहाँ बिजोक भयो दाजुभाइ बिजोक भयो भयो। आएको पालिदेखि रोप्दिनँ म त। यो अलैँची चाहिँ बुझ्दैन त्यो उयो छिरेकोमा पस्छ पल्लो साइड। ल अहिले चाहिँ रातिको चाहिँ 8 बजिसकेको छ है। लगभग 8 चाहिँ क्रस भइसकेको छ। अब यो अलैँची चाहिँ दिउँसोदेखि राखेको हो। लगभग कति हामीले 12 बजी लगाएको होला। अब बेलुकाको 12 बजी चाहिँ निकाल्ने। अब पक्षमा छु म भाइ र म। यस्तै छ के गर्नु हो। सेरेमना हो अहिले चाहिँ फिलहाल चाहिँ पल्टाउनुको लागि हो। हल्का फर्स्ट लेयर चाहिँ तल्लोपट्टिको चाहिँ सुकेको छ। अब यसलाई चाहिँ हल्का तानेर
टप लेयरमा राख्ने भन्ने चाहिँ अब भइरहेको छ सुक्खा चाहिँ हो। त्यो छ के गर्नु अब बेलुकाको काम हो, हतार गर्नु हुँदैन, बिस्तारै अब अलैँची सुकाउनु पर्छ हो। फेरि मजाले आगो लगायो भने चाहिँ पर्खिन्छ नि त सबै फुर्छ हो। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ दाजुभाइ यस्तै हो, चाडबाडमै भेटिन्छ हो। औँसी पर्दैन दुईजना चाहिँ हट्टीमै छुन्ने हाल्थ्यो। लु है यहाँ चाहिँ लगभग रेडी भइसकेको छ सिरेमना अलैँची ठुलो दाना। लु बराबर हो। हल्का आगो लगाएर दामी भइरहेछ। यसले चाहिँ बिहानीको लगभग 8-9 बजिसकेको छ। हेर्नुहोस् है दामी भइसकेको छ। अब चाहिँ अलिकति एकछिन हल्का आगो लगाएर चाहिँ मार्नुपर्ने हुँदो रहेछ। हेर्नुहोस् है आगो